आज आएर मलाई बिहे गर्न मन लाग्यो यार गाइस। कहिलेकाहीँ त मेरो नि बुढी भइदिए हुन्थ्यो जस्तो लाग्छ। दिनभरि काम यताउता भागदौडले गर्दा त कहिलेकाहीँ अति थकाइ लागेको हुन्छ। यस्तो थकाइ लागेको बेला नि रुम आउँदा एक्लै भएको कारणले जे पनि आफैले गर्नुपर्ने, आफै पकाउनु पर्ने, भोक लाग्दा नपकाइ नहुने, जति थके नि गले नि पेट त भर्नै पर्यो गाइस। यस्तो चिसोमा जहिले राति भात खान्थे, तर आज अलि चेन्ज। रोटी, मिल्क र तरकारी खाने निर्णय गरे। रुम आएर पहिला तरकारी तयार गर्न थाले। तरकारी रेडी भयो। अब रोटी बनाउने तयारी। आज फर्स्ट टाइम पराठा बनाउँदैछु। गोलो सेप दिनै खोजेको, तर अनेस्टली भने गोलो त आएन। रोटी बेल्न लाग्दा मम्मी पापाले बनाउँदै गरेको याद आयो। त्यस्तै बनाउने ट्राई गरे। घिउ छैन, तेल नै लगाएर तावामा हाले। फर्स्ट रोटी हल्का जलेको जस्तो फेरि ट्राई गरे। प्र्याक्टिस म्यान मेक्स पर्फेक्ट भने जस्तै। अर्को रोटी चाहिँ अलि बेटर भयो। साइडमा अमलेट पनि बनाए। अब सबै रेडी। 2 घण्टाको मेहनत अब खानको लागि तयार। फर्स्ट बाइट चाहिँ मेरो भ्युअर्सहरूको लागि एकदम मिठो, घरको याद आयो। मम्मीले बनाउँदाको जस्तो टेस्ट। थ्याङ्क यू गाइज फर वाचिङ।